हेर्नुहोस् न, एउटा कुरा कस्तो भन्न मन लाग्यो क्या, हामी सबैजना एक दिन मरेर जान्छौँ, सबलाई थाहा छ। फेरि हाम्रो छोराछोरीहरू हुन्छन्, छोराछोरी पछाडि उनीहरूको छोराछोरी हुन्छन् होइन। मरेर जलाउँदाखेरि क्या खरानी हुन्छ, अनि खरानी पनि खोलामा लगेर बगाइन्छ। अब हामी रहँदैनौँ, हाम्रो अस्तित्व नै रहँदैन। अलिक दिनसम्म हामीलाई जस्तै चिन्नुहुन्छ, एक दुईवटा यादहरू रहन्छ, त्यही पनि समय बित्दै जाँदा हामीलाई मान्छेहरूले पनि बिर्सिनुहुन्छ, याद पनि रहँदैन होइन। तर हेर्नुहोस् न, हामी हाम्रो छोराछोरीलाई के संस्कार दिन्छौँ, हामी आफै कसरी बसेको छौँ, घमण्डी होइन, र मिलेर बस्न छोराछोरीलाई सिकाउँदैनौँ। खासमा सबैभन्दा ठुलो सम्पत्ति भनेको नि मिलेर बस्नु, घमण्डी नगर्नु, धन सम्पत्तिसँग लडाइँ नगर्नु होइन, यो झै झमेलामा नफस्नु। किनकि तपाईँको के छ होइन त, मेरो पनि केही होइन, मतलब हाम्रो केही आफ्नो छैन यहाँ। हाम्रो शरीर त आफ्नो होइन, हामी मरेर गएपछि हाम्रो आत्माले हाम्रो शरीरलाई छोडिदिन्छ भनेपछि धन सम्पत्ति, गाडी, जग्गा, जमिन, घर आफ्नो भन्ने ठान्नु भएको तपाईँले गलत हो। अनि तपाईँले आफ्नो छोराछोरीलाई यो सब राखिदिनुपर्छ, यिनीहरूले दुःख पाउँछ, यिनीहरूको राखिदिनुपर्छ भनेर जुन जम्मा गरिदिनुहुन्छ, जति सक्नुहुन्छ त्यति जम्मा गरिदिनुहोस्। छोराछोरीलाई पनि सिकाउनुहोस्, जिन्दगी बाँच्नु सिकाउनुहोस्। एटलिस्ट मरेर जानुभन्दा अगाडि कसैले जिन्दगी बाँच्नु त सिकोस्, हो कि होइन भन्नुहोस्।